आज चाहिँ राँगाको खुट्टाको अचार बनाउने तपाईलाई रेसिपी सिकाइरहेको छु। राँगाको खुट्टालाई मजाले काटेर कुकरमा हालेर मजाले 8-9 सिटी लगाएर उसिन्ने। त्यहाँदेखि प्याज, अदुवा, धनिया है, तेजपत्ता भयो, सुक्खा खुर्सानी, यसलाई काटेर राख्ने ठिक्क पिरोको लागि। अनि यो लसुनको पेस्ट अनि निम्बुलाई निचोरेर पानी निकालेर राखेको छु। अनि यो सोया सस छ, अनि त्यो अघि काटेको प्याज, खुर्सानी, तेजपत्ता मजाले पकाउने। त्यसलाई जति सक्दो एकदम रातो हुनुन्जेलसम्म पकाउनुपर्छ यसलाई। र त्यसको बादमा चाहिँ हामी अघि त्यो कुकरमा उसिनेको भैँसीको खुट्टाको पिसहरू मजाले कराईमा लगाएर यसलाई चाहिँ मजाले चलाइदिनुपर्छ। चलाएर यसको पानी जति पनि पानीहरू छ यसको पानीहरू चाहिँ सुक्नु दिनुपर्छ। मजाले सुक्नु दिएपछि यो एकदम खानुको लागि दामी हुन्छ है। तपाईहरुले पनि बनाउनुहुन्छ या त बनाउनु भएको छैन, बनाउनु चाहनुहुन्छ भने चाहिँ यसरी बनाउनुहोस् र मजाको देख्छ। यहाँ पाकिसकेपछि यो खालको देख्छ है, दामी छ। यो भिडियो मन पर्यो भनेदेखि लाइक, शेयर, सब्स्क्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। थ्यांक यू।